आगो बल्यो भन बेना के गर्दै हुनुहुन्छ आगो इट्टाको आगो बाल्नु भएको नचलाउनु भनेको बाबु कपाल इट्टाको आगो बाल्नु भएको हजुर मिल्दैन मामाहरूलाई ठोक्नुहोस् त एकचोटि टिपिला डर भयो हजुर मामाहरूलाई पागल माछा हेर्ने रे बाबा हेर्नुहोस् त ए भनेपछि ल यस्तो यो के हो भन्नु त भेना कला यो विस्तृत जानकारी दिनुहोस् त यो त मलाई त केही थाहा छैन यहाँ तलबाट ग्यास आउँछ भन्छ तपाईँको बासै यहीँ जस्तो लाग्यो नि त दिदी बस्नु भयो नि त यसो जाडो यहाँ आउँथ्यो यो इट्टा होइन यो इट्टा हो है ल यो होइन पानी पर्दा नि बलिरहेको छ भन्नु खोजेँ मैले हजुर बलि राख्छ बाबु यहीँ बस न चकचक त्यो गर्नुहुन्न कि तिमी सानोमा तताइराखेको हो अस्ति मकै बोलेर मान्छेहरूले खाएर